यो पुदिनाको चिया अथवा काढा भन्नुस्। यो पुदिनाको चिया प्रातःकालमा खानाले के फाइदा हुन्छ, पुदिनाको गुण के हो भन्ने कुरा म तपाईहरुलाई आज जानकारी दिन गइरहेकी छु। यो खास गरिकन हाम्रो घरमा बगैँचामा गमलामा पनि रोप्न सकिने अत्यन्तै उपयोगी वनस्पति हो। यसलाई मेन्था पनि भनेर भनिन्छ। यो पुदिनाको चिया खानाले पेटलाई शुद्ध बनाउनको निमित्त पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ। यसले बमन भइरहेको बेलामा पुदिनाको चिया खान सकिन्छ। अजीर्ण भइरहेको बेलामा, सुल भइरहेको बेलामा, पेट दुखिरहेको बेलामा, कफ ज्वरको बेलामा, विभिन्न पेटमा किराहरू परेका बेलामा पनि पुदिनाको चियाले अत्यन्त फाइदा गर्ने कुराहरू उल्लेख गरिएको छ। आयुर्वेदको भाव प्रकाशमा पनि यसलाई जस्तो पुरुषहरूको निमित्त मूत्र कृच्छ छ, प्रोस्टेट आदि रोगहरूमा पनि यसको अत्यन्तै लाभ बताइएको छ। त्यसैगरी महिलाहरूको मासिक धर्ममा अवरोध छ हैन, रक्तस्रावहरू कम भइरहेछ, नियमित मासिक धर्म भइरहेको छैन भने, नियमित रजस्वला भइरहेको छैन भने पनि यसलाई आर्तव जननको रूपमा मासिक धर्म नियमित गराउनको निमित्त उपयोगी चियाको रूपमा अथवा भनौँ द्रव्यको रूपमा, वनस्पतिको रूपमा यसलाई लिएको छ। यसरी हामीले बिहानै उठेर के पिउने त, एउटा कुनै चिया पिउँ भइराखेको हुन्छ। मान्छेले दुध हालेको चिया, कालो चिया हैन, अस्वस्थकर रूपमा खाइरहेका, एसिडिटी हुने हैन, अम्लपित्तहरूको समस्या हुने, यस्तो सबै कुराहरू हुने खालको चिया खानुभन्दा यी अम्लपित्तलाई पनि निवारण गर्ने हैन, भोक जगाउने, पेटलाई शुद्ध राख्ने, रक्त शुद्ध गर्ने, विभिन्न रोगमा लाभप्रद यो पुदिनाको चिया खाएमा हामीलाई अत्यन्तै स्वास्थ्य प्राप्त हुन्छ। त्यसले गर्दाखेरि हामीले आफ्नै घर वरिपरि पैसा पनि खर्च नगरिकन रोपेर उगाएर हैन, स्वस्थकर, विषरहित, खर्चरहित चियाहरू पिउँ र स्वस्थ बनाऊ। अरूलाई पनि यो भिडियो सेयर गर्नुहोला। तपाईका आफ्ना आफन्तहरूलाई अत्यन्तै लाभप्रद, हेर्दाखेरि यो सामान्य लाग्छ तर अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै लाभप्रद, अत्यन्तै राम्रो, हाम्रो घरेलु एउटा अर्थतन्त्रको निमित्त पनि ठुलो सहयोग पुग्ने, खर्च गर्न नपर्ने, बाहिर विदेशमा पैसा तिरेर किनेर ल्याउन नपर्ने, आफ्नो देशमा भएको, आफ्नो घरमा हुने, आफ्नो गमलामा बनाउन सकिने यो पुदिनाको चिया बिहान बिहान नियमित खानाले एउटा अद्भुत किसिमको स्वास्थ्य लाभ हुन्छ। म यति भन्दै यहाँहरूसँग बिदा हुन्छु। कृपया यसलाई आफन्तहरूमा आज धेरैजनाले सेयर गरेर जानकारी गराइदिनु होला। धन्यवाद।